सो हे गाइज वेलकम बैक टु माई अनदर भिडियो भित्र छ हैन। अनि यसको चाहिँ बेरिङ गएको रहेछ भनेको त के भन्ने। अनि ल माल यहाँ छ असली अनि बेरिङ त यस्तो त गरेछ। अनि केटाहरूले हेर्दा नि सधैँ अहिले हाम्रो यहाँ अझै सर्ने आउनु भएको छ। अनि केटाहरूले होइन हिँड्नु त अहिले उताकै भनेको सो हे गाइज वेलकम बैक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु भन्नुपर्छ। अनि हिजोको ब्लग चाहिँ पेन्डिङमा छ अनि अहिले साँझ अपलोड हुन्छ। सो अनि टक्क यहाँ चाहिँ अब अलिक कि त मैले क्लिन गर्नुपर्ने छ। अनि गण्डकी देखिहाल्छ यहाँबाट होइन बिहान बिहान उठ्दा बित्तिकै। अनि अहिले चाहिँ 10 बजिसकेको छ हामी उठेको अघि नै। अनि यसो ब्लग अब बिहानैबाट स्टार्ट गरिदिउँ। अनि दिउँसो जहाँ जहाँ गइन्छ छुस्सो बनाउनुहुन्छ भनेर। अहिले यताको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ रोडतिर होइन। आज पानी पर्ला जस्तो छ है। आकाश पुरै कालो पुरै कालो। अनि हाम्रो अर्को बसन्ती चाहिँ भित्र छ होइन। अनि यसको चाहिँ बेरिङ गएको रहेछ छोटेले। अनि चेन्ज पकेट बेरिङ अनि चेन्ज पकेट बेरिङ हालिसक्यो। अनि खाडा घाँटिरहेको थियो होइन साउन्ड नै। अन्त त्यही भएर यो बाटो चाहिँ ट्रक डेन्जर हुँदैन। यता चाहिँ इन्डिया यता चाहिँ चाइना। मैले पहिलेको भिडियोमा पनि भनिसकेँ हेर्नु भएर चाहिँ थाहा पाउनु भयो होला। अन्त यो प्लिज हेलमेट चाहिँ अब युज गरौँ होला नभए चाहिँ अब ल है सिट काटौँ मामा हेलमेट नलाइ हिँड्नेलाई चाहिँ त्यही भन्दै नि। अनि त्यही भन्दै त्यो चाहिँ यहाँ भित्र बसिरहेको छ। नि ल माल यहाँ छ असली। अनि त्यही हो अरू त के भन्ने हो र। अब एकछिनमा अरू कुकुर के हुन्छ हेर्दै जाम। म देखाउने नै छु। बाउ हो कैसा लगानमा त नि। अनि हाम्रो छोटेल चाहिँ यहाँ मिलाउँदै हो होइन। त्यही हिजो अस्ति चाहिँ गर्मी हुन्छ आज चाहिँ एकदम शीतल आनन्द पिस हावा चलिरहने होइन। हावा चलेको कि होइन हावा चलिरह त्यही भएर मजा आइरह। अनि त्यही हो यहाँ चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ बस्ने बनाउनु पर्ने छ अब वेल्डिङ गरेर। यता चाहिँ मेसिन लगाउनु भनेको अब कहिले हुन्छ। अनि यहाँ माथितिर पनि यस्तो छ। यहाँ माथि पनि गाउँ छ है गाइस। यता यो बाटो हुँदै टक्क उक्लेर गएछु यहाँ माथि नि गाउँ छ। अनि बेरिङ त यस्तो त गरेछ। अनि केटाहरूले हेर्दा नि हुन त मैले चलाउने अब त्यही हो। अब चाहिँ बिहान भयो छोटेल चाहिँ त्यो हेर्दा बित्तिकै थाहा पाइहाल्छ के भएको छ कस्तो कस्तो भएको छ भनेर। अनि त्यही हो अब एकछिनमा कता गइन्छ घर जानु मन लागिरहेको छ। अब मलाई एकछिन घर चाहिँ गराउँछु त्यहाँ काम पनि छ। अनि त्यही हो अहिले यस्तो छ। सधैँ अहिले चाहिँ हाम्रो यहाँ अझै सर्ने आउनु भएको छ। अनि केटाहरूले आइरहन्। हाम्रो छोटेल त बाहिरै बिस्तारो हालेर सुत्दिसक्यो। अनि अब चाहिँ म एकछिन अब हाम्रो बुलेट भर्जन चलाउँछु दोस्तीको यसो भिडियो सुट नि हानिदिनु होइन हल्का हल्का। ल त्यही हो। अनि हामी चाहिँ उता पर जानु लाग्यो घुम्न एकछिन होइन। अरू के हुन्छ चाहिँ म देखाउने नै छु। अनि सो त्यही हो उता पर फोटासोटा खिचौँ यसो भिडियो बनाऊँ भनेर। अनि अरू कुरा चाहिँ अब हिँड्दै जाम के हुन्छ हेर्दै जाम बाटोमै। त्यही हो। अनि हामी चाहिँ अब रेडी भइसक्यो। म केटाहरूले हिँड्न लागिसक्यो। यसो एक्लै एकछिनमा जान्छु।
ल जान केटाहरू अघि म चाहिँ पछि पछि हिँड्नुपर्ने हुन्छ होइन हिँड्नु त अहिले उताकै भनेको ल है ल चलो चलो हो कति आइरहेको साउन्ड मलाई थाहा चाहिँ छैन आई होप राम्रै आओस् भन्ने चाहना गर्छु अब अरू त के हुन्छ अब हेर्दै काम के हुन्छ देखा जाएगा केटाहरू सँगै सँगै जाम भनेको त अघि पुग्थ्यो यार तिनीहरूलाई केटाहरू त भागे गरेको भिडियो बनाएर अनि हल्का हल्का सिनेमेटिक भिडियो हान्दै भनेर अनि यता चाहिँ हाम्रो केटाहरू छन् होइन अनि यहाँ पनि एउटा पुल छ त्यही यहाँ बस्नलाई पिस चौतारो छ अहिले उताको बाँकी भ्यू पनि म देखाउने नै छु अनि पछिबाट पनि एकताली एक लट देखाउँछु म सधैँ हो पछिबाट चाहिँ लुक यस्तो आइरहेछ होइन अनि अहिले चाहिँ बल्ल 3टा मात्रै भयो हाम्रो अब आई थिङ्क 18-20वटा बाइक बल्ल यहाँ भयो भने बल्ल दामी देखिन्छ होइन अनि त्यति चाहिँ केटाहरू लिएर राइड निस्किने प्लानमा हो अब अरू के हुन्छ हेर्दै जा एकछिन हामी यहाँ बसेर भिडियो सुट फोटो सुट हुन्छ होइन अनि यताको भिडियो चाहिँ भइसक्यो कि अनि सो सेक्सी देखिरहन् तिन चाहिँ आमामा अझ एउटा यहाँ मिस भयो हाम्रो होइन सधैँ हो अहिले हाम्रो भ्यू चाहिँ यस्तो हो गाइज ओके सही कस्तो लाग्यो त हजुर सर उडिरा हो अझै हो यहाँ चाहिँ गण्डकी छ होइन दामी यहाँ चाहिँ बल्ल पिस देखिन्छ हो यस्तो छ भ्यू यहाँ सो अनि आजको ब्लग चाहिँ घर आएर एन्डिङ भयो अनि भिडियोमा कमेन्टहरूलाई चाहिँ कमेन्ट गर्न नभुल्नु होला र च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला पुरानोले पनि बेल आइकन अलमा राख्न नभुल्नु होला अनि आज चाहिँ म घरमा आइसकेको छु आज उतै माथितिर बस्छु अनि भोलि बिहानतिर जान्छु होला ग्यारेज अब एकछिन ब्लग एडिट गरेर अनि
अपलोड गर्नुपर्ने छ। सो त्यही हो, अरू के हुन्छ अब म घरै गएर देखाउँछु। यसलाई चाहिँ घरै लानु लाग्यो होइन, त्यहाँ पनि घरै जान्छ, त्यही हो।